यो भिडियोमा हामी समीकरणको एकाइगत एकरूपता अर्थात् एकाइगत विश्लेषण वा मान्यता परीक्षण गर्नेछौँ। जे भनौँ फरक फरक तरिकाले क्वेसन सोध्दो रहेछ र सबैको अर्थ उही हो। के भन्दाखेरि समीकरणको एकाइगत विश्लेषण गर्नुहोस् भन्छ होला, या त उक्त दिएको समीकरणमा एकाइगत एकरूपता छ कि छैन जाँच गर्नुहोस्। एउटा समीकरण देला अनि यो सोध्छ, वा कुनै समीकरण दिएर मानौ यो 1 नम्बरमा छ, यो समीकरण दिएर यो समीकरणको मान्यता परीक्षण गर्नुहोस् भनेर सोध्छ। यहाँ हेरौँ, यो 2080 कर्णाली 81 कोशी 82 कर्णाली 82 लुम्बिनीमा सोधेका क्वेसनहरू। यो क्वेसन जसरी नै सोध्न सक्छ उसले समीकरणको एकाइगत एकरूपता परीक्षण गर्नुहोस् या समीकरणको मान्यता परीक्षण गर्नुहोस् वा के त दिएको समीकरणको एकाइगत विश्लेषण गर्नुहोस् या त दिएको समीकरण मान्य छ कि छैन जाँच गर्नुहोस्। समीकरणको मान्यता परीक्षण गर्न एकदम सजिलो छ, तर हामीले त्यो समीकरणमा प्रयोग भएका जुन टर्म्सहरू छ त्यसको एकाइ जान्नु पर्यो। जस्तै म सुरु गर्छु नम्बर 1 बाट। यहाँ हेरौँ, s बराबर ut प्लस 1/2 at स्क्वायर छ हैन। अब यहाँ s के हो र यसको एकाइ के रहेछ, u के हो यसको एकाइ के हुन्छ, t के हो यसको एकाइ के हुन्छ, सबै लेख्नु पर्यो। त याद गर्नु पर्यो। अब s भनेको दूरी हो, दूरीको एकाइ मिटर। यसको सोलुसन गर्दैछु म। s भनेको दूरी हो, यसको एकाइ मिटर भयो। अब u भनेको सुरुको गति, सुरुको गति u, अन्तिम गति v, दुईटैको एकाइ एक खालके हुन्छ मिटर प्रति सेकेन्ड। यहाँ मिटर प्रति सेकेन्ड। अब हेरौँ, यहाँ t छ, t भनेको समय, समयको एसआई एकाइ के हुन्छ सेकेन्ड। यस, प्लसको प्लस 1/2 नम्बर हो 1/2, यसको कुनै एकाइ हुन्छ हुँदैन। 1/2 को एकाइ छैन भने यसलाई छोडिदिउँ। अब के छ यहाँ a छ, a भनेको प्रवेग हो, प्रवेगको एकाइ मिटर प्रति सेकेन्ड स्क्वायर। a को ठाउँमा के अरे m/s स्क्वायर। t भनेको समय छ, समयको फेरि यस, हामीले अघि पनि लेख्यौँ, यहाँ t को लागि के लेख्यौँ s लेख्यौँ, यहाँ पनि t को लागि के लेख्ने यस लेख्ने। तर ध्यान दिनुपर्ने कुरा के छ, यहाँ t के छ स्क्वायर छ, यहाँ s के हुन्छ स्क्वायर हुन्छ। अब हेरौँ, यो यसले यो यसलाई काटिन्छ, यो x स्क्वायरले s स्क्वायरलाई काट्यो, के बाँकी रह्यो m इक्वल्स टु m प्लस m। हामी यो कन्क्लुजनमा आयौँ। अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ, समीकरणको दुईतिरै कुनैतिर बिचमा प्लस होस् कि माइनस होस् त्यसले फरक परेन। समीकरणको दुईतिरै एकै खालको एकाइ आयो कि आएन, यहाँ m आयो, यहाँ पनि m, बिचमा प्लस माइनस जेसुकै होस् त्यसले फरक परेन, यहाँ पनि m आयो। समीकरणको दुईतिर समान किसिमको एकाइ आयो कि आएन, आयो। यो समीकरण के छ, यो समीकरणमा एकाइगत एकरूपता छ वा यो समीकरण मान्य छ। यो समीकरणमा एकाइगत एकरूपता छ, त्यसैले यो समीकरण मान्य छ, अर्थात् यो समीकरण ठीक छ। 1 नम्बरको क्वेसन जुन थियो 2080 कर्णालीमा सोधिएको प्रश्न, यो s इक्वल्स टु ut प्लस 1/2 at स्क्वायर, यो समीकरण ठीक छ, एन्सर आयो। अब हेरौँ 2 नम्बर, 2 नम्बरको पनि त्यस्तै होला।
2 नम्बरको क्वेसन के रहेछ यस इक्वल्स टु यो 1 नम्बरको सक्यो है अब हामी कहाँ गयौं 2 मा गयौं 2 को पनि सेम तरिकाले जाने हो हेरौ के हुन्छ के फरक छ यहाँ s दिएको छ यहाँ के छ t छ u छैन बाँकी के होला u छैन भने यहाँ मिटर प्रति सेकेन्ड हुन्छ त हुँदैन दूरीको ठाउँमा मिटरको मिटर अब t को के छ यहाँ s मात्रै t को लागि के हुन्छ s मात्रै हुन्छ प्लस को प्लस 1/2 को एकाइ हुँदैन प्रवेग a को एकाइ मिटर प्रति सेकेन्ड स्क्वायर t समयको एकाइ s t स्क्वायर थियो त s यहाँ स्क्वायर भयो फाइनल रिजल्ट हामीले के पायौं यहाँ s को s यता प्लस m अब हेर्दाखेरि s प्लस m छ यो समीकरणमा एकाइगत एकरूपता छ त छैन त्यसैले यो समीकरण मान्य हुन्छ त हुँदैन यहाँ नि m आयो s आको छ यहाँ प्लस m आको छ यहाँ पनि m आउनु पर्ने थियो अनि राइट साइडमा पनि र लेफ्ट साइडमा पनि सेम एकाइ हुन्थ्यो तर यहाँ त्यस्तो भएको छैन त्यसैले यो समीकरण मान्य छैन भनेर लेख्दिने अब 3 नम्बरको हेरौं 3 नम्बरमा के छ त s इक्वल्स टु ut प्लस 1/2 at छ s भनेको दूरी s को एकाइ के हुन्छ मिटर u भनेको सुरुको गति एकाइ हुन्छ मिटर प्रति सेकेन्ड इन्टु t भनेको समय हो यसको एकाइ हुन्छ सेकेन्ड प्लस को प्लस 1/2 नम्बर हो यसको एकाइ हुँदैन त्यसपछि a प्रवेगको एकाइ के मिटर प्रति सेकेन्ड स्क्वायर अब t छ t को एकाइ के हुन्छ सेकेन्ड याद गरौ ध्यान देऊ यहाँ 3 नम्बरमा at मात्र भनेको छ त t छ भने यहाँ के हुन्छ s सेकेन्ड मात्रै अब हेरौं फाइनल रिजल्ट के हुन्छ s ले s लाई काट्यो m इक्वल्स टु यहाँ के बच्यो m बच्यो प्लस अब हेरौं है यहाँ s स्क्वायर छ यहाँ s छ यो तल गएर पावर माइनस हुन्छ बच्छ के यहाँ m का मुनि s अब प्रब्लम आयो कि आएन राइट ह्यान्ड साइडमा मिटर छ सरी लेफ्ट ह्यान्ड साइडमा के छ मिटर छ तर राइट ह्यान्ड साइडमा के छ मिटर प्लस मिटर पर सेकेन्ड छ यो दुईटै एकाइ सेम आयो त आएन त्यसले गर्दाखेरि यो समीकरणमा एकाइगत एकरूपता छैन र यो समीकरण मान्य हुँदैन अब जाउँ 4 नम्बरमा झन् 4 नम्बरमा के छ यहाँ s को s भनेको दूरी हो यसको एकाइ हुन्छ मिटर u सुरुको गति मिटर प्रति सेकेन्ड भयो यहाँ t छ t को सेकेन्ड हुन्छ बीचमा प्लस को प्लस 1/2 नम्बर हो यसको एकाइ हुँदैन त्यसैले के बाँकी छ अब a स्क्वायर छ a भनेको प्रवेगको एकाइ के हुन्छ मिटर सेकेन्ड स्क्वायर m/s स्क्वायर यो होलको स्क्वायर किनभने यहाँ a स्क्वायर छ इन्टु t को सेकेन्ड यसको के होला त m को m s ले यसलाई अब हुन्छ मिटर स्क्वायर s को पावर दिन्छ यहाँ 4 इन्टु अहिले मर्ज गरौँ मिलाउँ यसलाई m को m भयो प्लस यहाँ m स्क्वायर s को पावर s माथि गएपछि कति हुन्छ -4 हुन्छ -4 र यसले कति हुन्छ यो ms -3 अब हेरौँ त लेफ्ट ह्यान्ड साइडमा के आयो त मिटर आयो र राइट ह्यान्ड साइडमा के आयो मिटर प्लस मिटर यसको पावर -3 आएको रहेछ यहाँ सेम भयो त भएन प्लस राइट ह्यान्ड साइड र लेफ्ट ह्यान्ड साइडमा सेम भयो त भएन अर्थात् यो समीकरणमा एकाइगत एकरूपता छैन र यो समीकरण मान्य हुँदैन अब यहाँ हेरौँ दुईटा अलिक फरक खालको क्वेशन छ तर तरिका सबै सिमिलर हो अघि हामीले जसरी सिक्यौं त्यस्तै यहाँ पनि हुन्छ नम्बर 5
यो क्वेसन त झन् दुईचोटि सोधेको रहेछ। एकचोटि 81 गण्डकीमा र दोस्रोपल्ट कहिले अरे 82 बागमतीमा रहेछ। 5 नम्बर के छ क्वेसन, v स्क्वायर इक्वल्स टु u स्क्वायर प्लस 2as। यसको पनि हामीले मान्यता परीक्षण गर्नुपर्ने छ, हेर्नुपर्ने छ यो समीकरण मान्य छ कि छैन भनेर। तरिका सेम हो, v भनेको अन्तिम गति। अब यसको एकाइ लेखौं, v को एकाइ के हुन्छ यो चाहिँ याद हुनु पर्यो है, u होस् कि v होस् एकाइ के हुन्छ मिटर प्रति सेकेन्ड, m का मुनि s, v स्क्वायर छ यो यसको स्क्वायर भयो। अब u छ, u को पनि के हुन्छ मिटर प्रति सेकेन्ड नै छ, यहाँ पनि m/s स्क्वायर, प्लस को प्लस 2 को एकाइ हुँदैन, संख्या हो। अब ए प्रवेग हामीले अघि हेर्दै थियौं m/s स्क्वायर। अब यहाँ s के हो दूरी हो, पार गरेको दूरीको के हुन्छ मिटर। अब नेक्स्ट स्टेपमा हेरौं, सिधै फाइनल। देयरफोर माथि के हुन्छ m स्क्वायर बाइ s स्क्वायर पावर दुईटैलाई गयो, इज इक्वल्स टु माथि पनि के हुन्छ m स्क्वायर बाइ s स्क्वायर। अब यहाँ m इन्टु m के हुन्छ m स्क्वायर बाइ यता के छ s स्क्वायर। यसमा हेरौं त लेफ्ट ह्यान्ड साइडमा m को पावर 2 s को पावर बाइ s को पावर 2 रहेछ, र राइट ह्यान्ड साइडमा पनि त्यही खालको एकाइ आयो कि आएन, बीचमा प्लस माइनसलाई टेन्सन नलिने, आयो हैन। मतलब यो समीकरणमा करणमा एकाइगत एकरूपता छ, यसैले यो समीकरण मान्य हुन्छ। 5 नम्बरको भयो। अब यहाँ 6 नम्बर छ, हेरौं 6 नम्बरमा के छ। 6 नम्बर v cos u प्लस at स्क्वायर, v अन्तिम गति एकाइ के हुन्छ मिटर प्रति सेकेन्ड, यसको हामी सोलुसन गर्दैछौं मिटर प्रति सेकेन्ड। u सुरुको गति एकाइ के मिटर प्रति सेकेन्ड, प्लस को प्लस, a प्रवेग हो एकाइ के मीटर प्रति सेकेन्ड स्क्वायर, e समय हो एकाइ के सेकेन्ड, सेकेन्ड को यस, e स्क्वायर छ त यसको के हुन्छ यहाँ स्क्वायर हुन्छ। अब हेरौं के हुँदैछ यहाँ, फाइनली हामीसँग के बाँकी रह्यो m/s इज इक्वल्स टु m/s, s स्क्वायरले s स्क्वायरलाई काट्छ, कति बच्यो प्लस m मात्रै बच्यो। लेफ्ट ह्यान्ड साइडमा m/s आएको छ, राइट ह्यान्ड साइडमा एउटामा m/s अर्कोमा m मात्रै। यसमा यो समीकरणमा एकाइगत एकरूपता देखियो त देखिएन, यो समीकरण मान्य हुन्छ हुँदैन, सक्यो।